सायद हाम्रो जीवन एउटा बाटो जस्तै हो, जहाँ कतै मोड हुन्छ, कतै खाल्डो हुन्छ, कतै चट्टान। तर प्रश्न यो हो, हामी त्यो बाटोमा हिँडिरहन्छौँ कि बीचमै रोक्छौँ? आजको यो भिडियोमा म तपाईलाई एउटा यस्तो कथासँग लैजान्छु जुन केवल कथा मात्र होइन, हाम्रो जीवनकै प्रतिबिम्ब हो। यो कथा तपाईलाई बुझाउँछ कि कठिनाई कति नै ठुलो किन नहोस्, आशा र आत्मविश्वासले मानिसलाई अकल्पनीय उचाइमा पुर्याउँछ। तपाईको नाम जे होस्, पेशा जे होस्, यस कथाले तपाईलाई एउटा नयाँ ऊर्जा दिनेछ। तसर्थ अन्तिमसम्म सुन्नुहोस्, किनकि कहिलेकाहीँ एउटा कथा नै जिन्दगीको दिशा बदल्न सक्छ। सुन्नु न हजुर, भरेलाई चामल छैन, कतै पैचो मागेर ल्याउनुस् न। निराश हुँदै मेरी श्रीमतीले भनिन्। भागेर बिहा गरेको धेरै साल बितिसकेको थियो। सम्पत्तिको नाममा सानो टिनको 3 कोठे घर र त्यही घर भएको जग्गा बाहेक केही थिएन। छोरा 10 सालको अनि छोरी 5 सालकी थिए। गरिब भएकै कारण मेरा बाले पनि 8 कक्षासम्म मात्र पढाउन सकेका थिए। आमा र बाबा दुवै बितिसकेपछि बस सम्पत्तिको नाममा यही मात्र थियो। 2 सन्तान ईश्वरको वरदान भने झैं बच्चा पाएर श्रीमती ल्याएर मात्र नहुने रहेछ। उनीहरूप्रति गर्नुपर्ने जिम्मेवारको भार पनि बोक्नुपर्ने रहेछ। ज्यामी काम गर्थे। 2 बच्चालाई स्कुल अनि घरमा रासन पानी गर्दैमा सबै सकिन्थ्यो। अझ भनौं नपुगेर पसलबाट बाँकी सामानसम्म ल्याउनु पर्थ्यो। गरिब भएपछि आफन्तले पनि पराइझै व्यवहार गर्दा रहेछन्। 18 वर्षको हुँदा भागेर बिहा गरेको, अहिले 2 सन्तान र श्रीमतीलाई पाल्न मलाई धौ परेको थियो। रमाउने उमेरमा भागेर बिहा गरेपछि हरेक रहरहरूलाई भित्रभित्रै मारेको थिए। आफन्त टाढा, साथीभाइ टाढा, यहाँसम्म कि भगवान पनि। मायाले मात्र संसार नचल्दो रहेछ। हामी 2सँग झगडा गर्ने आधार पनि त थिएन। हुन त ऊ पनि म जस्तै गरिबीमा नै हुर्किएकी थिए अनि मेरो बारेमा सबै थाहा पाएर पनि ऊ मसँग भागेर बिहा गरेकी थिए। कहिलेकाहीँ हामी दुवैजना मौन बस्छौँ। ऊ उतापट्टि फर्केर निदाउन खोज्छे अनि म अर्कोतिर। रिस र झगडा भएर होइन, दरिद्रताले मौन बनाएर हो। उसले चामल सकिएको कुरा बताउँदा उसका नजरले मलाई आशाका नजरले हेरेका थिए। ती निर्दोष आँखामा माया त झल्किन्थे, तर फिक्कावाला। भोकले मायाको रङ पनि उडाउँदो रहेछ। म केही नभनी सरासर भएँ। वरपर छिमेकमा मलाई देख्नासाथ लुक्थे, कतै केही